स्टार्ट गर हैन गर अरे स्टार्ट भएन र स्टार्ट गर्न हेलो गाइज हामी चाहिँ निस्किसक्यौँ भाइको रुमदेखि सो अब चाहिँ हामी जाँदैछौँ नागरचौरा म्याङ्गो सेप खानको लागि हामी फाइनल्ली निस्किसक्यौँ तातो तातो हावा चलिरहेछ के भयो पकेट बक्स छोडेर आएको क्या बात है सर क्या बात है सर क्या बात ये बात है ल पक 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 गाडी आहा ल हिँड अगाडि आएको पछाडि आएन हिँड ऊ अगाडि आहा पक लु अलि ठोक्यो भने त बर्बाद हुन्छ यहाँ बरु 2 मिनट वेट गर मजाले बात तो सही है अब फेरि फर्किन परिहाल्यो अब के गर्ने स्पिड जान्छ हो यो बाटो गाडी पनि यार हावाले मात्र भेटाए पनि बाइक नै उछुट्याउँछ जस्तो लाग्छ क्या यो बाटो हिँड्दाखेरि गाडी आएको गाडी आछ पछाडि आछ बाँकी क्रस गर्न धेरै ढङसँग ल हिँड पार गर ल बच गया साला फाइनल्ली पार भइसक्यो हाम्रो फाइनल्ली गाइज हामीले खाइसक्यौँ म्याङ्गो सेक खाएर बाहिर निस्किसक्यौँ अब दोस्रो राउन्ड हाम्रो अब कहाँनिरको छ प्लानिङ त्यो त थाहा छैन तर जाँदैछौँ अगाडि बढ्दैछौँ हेरेर गाडी आउँछ यहाँनिर अलि बढी अस्ति नै म एक्सिडेन्ट कहाँनिर भयो यहीँनिर भएको कहाँनिर भएको तल हो मलाई त यहीँ जस्तो लागेको थियो यहाँ पानीपुरी खाने पहिला यहाँ नखाम पानीपुरी यहाँनिर यहाँ अलि मिठो पाउनु त अब तलतिर गर्मी छ अरे लाउँछ आफै तँलाई थाहा हुन्न र स्ट्यान्ड लाउनु पर्छ पर्दैन बाइक चालु गरेपछि के गर्नुपर्छ भन्ने त्यसलाई थाहा छैन रुल अच्छा हमको सिखा रिया है